चाहिँ मैले भूत प्रत्यक्षै आँखाले देखेको छु, मेरो अगाडि नै आएको देखेको छु। तपाईँको चाहिँ कति बेला हो भने 2061 साल भदौको महिना भदौ 20 गतेको दिनमा म चाहिँ ससुराली गएको थिएँ। अनि ससुरालीबाट आउँदाखेरि बाटोमा तपाईँको चाहिँ नि 12 बजे 4 बजेको बस छुट्थ्यो त्रिवेणीबाट भने 12 बजे मलाई त्यो हाम्रो बुवाले उठाइदिनु, मेरो साडुको बुवाले उठाइदिनु भयो। ल 4 बजे बस आयो, ल जानुहोस् भनेर। अनि म आफ्नो झोला लिएर ल अब 1 किलोमिटर 2 किलोमिटरमा माथि आउँदाखेरि एउटा ओह्रालो पर्छ त्रिवेणीको चौपत्ता भन्ने ठाउँमा। त्यो ठाउँमा चाहिँ तपाईँको चाहिँ पछाडि अगाडि तपाईँको चाहिँ घोडा छ, अगाडि कुकुर पनि छ अनि घोडा पनि छ। मान्छे त्यो घोडा माथि मान्छे सेतो मान्छे बसेको छ, सेतो पहिरो गरेको। अनि त्यो मान्छे जति हेर्दै जान्छु त्यति अर्को हुँदै गएको छ, जति हेर्दै जान्छु त्यति अर्को हुँदै गएको छ। घुङ्गुरी बजाएको छ तपाईँको चाहिँ अब त्यो किल्ली गर्ने घाँटीमा त्यो कुकुरले बाँधेको छ घन्टी, त्यो पनि बजाएको छ। मैले त म त दङ्गै भएँ। ओहो म के गरौँ, अब के गरौँ, हल्ला कालो छैन, तल जाउँ न माथि जाउँ। ठिङ्ग उभियो, त्यो पनि उभियो मेरो अगाडि, म पनि उभिएँ न, आम्ने सामने भइयो। आम्ने सामने भएपछि अनि मैले आफ्नो यसमा बाइबल राखेको थिएँ, मेरो त्यो झोलामा बाइबल, किनभने भूत प्रेत लाग्दैन भनेर बाइबल चाहिँ मैले हमेसै राख्ने गर्थेँ। अनि बाइबल निकालेर मैले बाइबलको प्रार्थना गरेपछि तपाईँको चाहिँ त्यो भूत चाहिँ मेरो अगाडि फर्केर जुन बाटो आएको थियो त्यो बाटो फर्केर गयो। म चाहिँ आफ्नो बाटो लागेँ। अनि त्यस्तोसम्म पनि मैले भेटाएको छु। भूत प्रेत छैन भन्छन् मान्छेले, तर छ। सबै कुरा चाहिँ पृथ्वीमा हरेक चिज बनाएको छ। प्रेत आत्माहरू पनि छ। अनि यसमा चाहिँ किचकिनहरू पनि छ। अनि भूत प्रेत झाँक्री बनझाँक्री पनि छ। मैले भेटाएको चाहिँ बनझाँक्री रहेछ, पछि थाहा हुँदाखेरि बनझाँक्री हो त्यो त भनेर भने मलाई बुढा पुर्खाहरूले। अनि त्यस्तै गरेर चाहिँ मैले त्यो गन्तव्यमा त्यस्तो भेटाएको छु। तर अहिले मान्छेले भन्छ होइन होला भन्ने कुरा भन्छ। तर रातिको 12 बजे, मध्यममा 12 बजे शुक्रबारको दिनमा या मङ्गलबारको दिनमा निक्लेर हेर्नु, तर तपाईँले प्रत्यक्ष भेटाउनुहुन्छ। या किचकिनी भेटाउनुहुन्छ, या बनझाँक्री भेटाउनुहुन्छ, या मुर्कट्टा भेटाउनुहुन्छ, या बनस्कने भेटाउनुहुन्छ। किन यो चिज एकदम ग्यारेन्टी हो। एकपालि म सिमलामा थिएँ। अनि सिमलामा म भर्ती भएको थिएँ। त्यति बेला चाहिँ राति मेरो मामाको घरमा दसैँमा त छुट्टी नपाइने, घर आउन छुट्टी नपाएको कारणले म मामाको घरमा जान्छु भनेर मामाको घर मेरो क्याम्पबाट 7 किलोमिटर अगाडि मामाको घर थियो। अनि मामाको घर जाँदाखेरि त्यस्तै भयो। म ठ्याक्कै 12 बजे 11:30 बजे निक्लेको, आधी घन्टामा त म पुग्छु होला मामासित भनेर गएँ। अनि त्यहाँ चाहिँ तपाईँको चाहिँ मामाको घरमा नपुग्ने क्याम्पबाट जब 1 किलोमिटर अगाडि गएपछि तपाईँलाई फुटबल जस्तो भुल्लुङ जान्छ। अनि खोल्सा काल्चीमा फेरि हराउँछ। अनि फेरि खोल्सा तर्छ। अनि मलाई जिरिङ्गा हुन्छ। मैले त्यो चुरोट राखेको थिएँ, चुरोट नखाए पनि मैले चलाउँदै बाटोमा चलाउँदै गएँ। त्यो भुर्लुङ जस्तो भुर्लुङ पल्टिँदै सबै उही मामाको घरको लगभग 50 मिटरतिर एउटा खोल्छ, त्यो खोल्छामा गएर बिलायो। अनि मैले यस्तो भयो मामा भनेको, मामाले झारफुक गर्नु मलाई सन्चो गराउनु भयो। त्यसले त कुक्लुकै मान्छे खान्छ, काँचै रगतको अग्नि बनाउँछ, भान्जा कसरी बाँच्नु भयो भन्ने कुरा गर्नु मामाले। अनि त्यो गर्दाखेरि मैले त्यसरी चाहिँ एकदम विश्वास गर्छु, हुन्छ भन्ने मलाई विश्वास लाग्छ। यहाँ तपाईँहरूलाई कस्तो लाग्छ, तर त्यो कमेन्ट गर्नु होला।